गुड मर्निङ। आज भन्नु चाहिँ अनिस भाइ म निमा चाहिँ हामी चाहिँ पर गएको परको डाँडा त्यहाँबाट यस्तो दामी भ्यू आउँछ विन्टरमा चाहिँ आजकल चाहिँ। सो यता अनिस भाइ गुड मर्निङ गाइस। हामी चाहिँ कहाँ आएको भाइ? सनग्लास हेर्नु गएर अरे। सो गाइस हामी चाहिँ मर्निङमा इन्जोय गर्दै जाँदैछ तिनजना। यता हाम्रो क्यामेराम्यान चाहिँ यता निमा मिस्टर निमा सुब्बा फ्रम साउथ कोरिया भन्नु भएको छैन है। सो हामी चाहिँ यतिकै क्याजुअली इन्जोय गर्दै गएको गाइस होइन। अहिले देखाउँछु ल सनराइज उपर देख्छ नि एउटा यस्तो क्रेजी भ्यू छ। अहिले देखाउँछु ल गाइस। सो बढिरहनु होला मसँग। अन्त यहाँ चाहिँ आमा स्टक देख्यो। ओ गाइसहरू कहाँबाट आएको? सनग्लास हेरेर आएको। अनिसले सनग्लास भन्छ भाइ कहाँ आएको अरे? के किनेको भाइ? घुम्नु जाँदैन? वाउ वाउ जस्ट वाउ नो वर्ड। यो चाहिँ हाम्रो सोरेङ डिस्ट्रिक्टमा पर्छ है। अब यो चाहिँ नेचुरली यस्तो रहेछ। अब कसम भनेको यति साह्रो क्रेजी भ्यू आउँदो रहेछ कि। सो यस्तो तर यहाँ चाहिँ भिड यो चाहिँ ओह्रालो सबै भिड हो नि फेरि। अनिस नगर्नु। सो हेर्नु सक्नुहुन्छ गाइस। अलिक गरम भएर बेस्ट गरेर हिँडेको ढुङ्गाहरू देख्न सक्नुहुन्छ। यहाँ यस्तो छ। यो चाहिँ हाम्रो कहीँ होइन लोकल आफ्नै प्लेसेस यतिको त छ हो हाम्रोमा नि आफ्नै। अब लोकल टुरिज्ममा हेऱ्यो भने त दामी होइन यतिको जग्गा त। अब टाइटनिक पार्कहरू नै यतिको छैन नि हौ। नाइस साला भ्यू चाहिँ होस्। यता हाम्रो हिरो चाहिँ यहाँ छ। हिरो सनग्लास हेर्न आएको भन्छ। हामी फोटोसोटो खिचिसकेर अब ब्याक भएको चराहरू हेर्नु न। सो हेर्दै गर्नु होला। बाई बाई गाइस, लभ यु अल, किप सपोर्टिङ एन्ड लभिङ। अनिस भाइ भन्दै त भन्दैन के गर्नु अरे? अब हामी फर्केको सब्सक्राइब गरिदिनु भन्दा ब्याक टु बिल्डिङ लन्च। हामीलाई सब्सक्राइब गरिदिनु भन्नु अन्त सनग्लास हेरि भाइले चाहिँ सनग्लास हेर्न आएको भन्छ। सो गाइस बाई बाई, सपोर्ट गर्दै गर्नु होला होइन। हेर्दै गर्नु होला। अब चाहिँ दामी भ्लगहरू आउँछ होइन। सो अहिलेको लागि चाहिँ बाई गाइस। यो भ्यू लास्ट इन्डमा चाहिँ यो भ्यू ल।